हेलो एभ्रिवान। आज चाहिँ हामी सुन्दरी जल क्षेत्रमा घुम्न आएका छौँ। सुन्दरी जल शिवपुरी राष्ट्रिय निकुञ्ज पनि भनिन्छ भने यसलाई नागार्जुन राष्ट्रिय निकुञ्ज पनि भनिन्छ। यसको ठुलो भूभाग ओगटेको छ यस क्षेत्रले। भने काठमाडौँको प्रमुख जलाधार पनि यही क्षेत्रलाई मानिएको छ। वर्षौँदेखि यही ठाउँबाट काठमाडौँका विभिन्न क्षेत्रहरूमा खानेपानी सप्लाई भइरहेको छ र आज हामी आफ्नो एनिभर्सरीमा यो क्षेत्रमा घुम्न आएका छौँ। हामी काठमाडौँ बस पार्कदेखि केही अगाडि आइसकेका छौँ भने यहाँबाट केही अगाडि गइसकेपछि नेपाली सेनाले टिकट काउन्टर राखेको छ। त्यहाँबाट चाहिँ हामी टिकट काटेर अगाडि बढ्नुपर्छ भने यहाँ चाहिँ स्थानीयहरूको घर पसलहरू देख्न सकिन्छ। यहाँ आफ्नो बाइकहरू चाहिँ लिएर आउन पाइन्छ। अघि बाँकी चाहिँ सुन्दरी जल बस पार्कसम्म मात्रै हो। यस्तो ठाडो गर्न सकिन्छ त बढी होइन, सकिन्न। म ढकलाउँला नि त पछाडिबाट। यो बाबा यो त घनश्यामकै उकालो भन्छ नि यसलाई त। कति राम्रो फुल फुल्याएर है। तलतिर ऊ रिसोर्टतिर जाने हो कि यो चाहिँ रिसोर्टतिर जाने हो। अनि यो चाहिँ वन क्षेत्रमा जाने। यहाँ कृष्ण मन्दिर र गणेश मन्दिर पनि छ भन्दै खै कहाँनिर हो, यो चाहिँ कुन मन्दिर हो त। अनि त्यसपछि यहाँको मेन चिनारी भनेको चाहिँ सुन्दरी माई मन्दिर भनिन्छ। यहाँको मेन चिनारी पहिचान मन्दिर भनेको चाहिँ हिन्दू धर्मावलम्बीहरूको मेन आस्थाको केन्द्र, आस्थाको धरोहर। र यो नवरात्रि दसैँमा चाहिँ बडा दसैँमा चाहिँ 9 दिनसम्म यहाँ तीर्थालुहरू आउनुहुन्छ सुन्दरी माई मन्दिर। हामी त्यहाँ पनि जान्छौँ होइन। ओहो उकालोले त सास फुलायो त बाबै। ए बाबा यो त नाक ठोकिने उकालो भन्छ क्या हाम्रोतिरको, त्यस्तै छ त। यो चाहिँ खानेपानी सप्लाईको पाइप हो। यसरी नै काठमाडौँको विभिन्न क्षेत्रमा खानेकुरा पुर्याइएको छ। ए बाबा हामी यत्रो उकालो हिँडेर अझै अब यत्रो उकालो हिँडेर चढेर जान। हामी जाने चाहिँ कहाँ हो, कता कता घुम्ने हो भनेर यहाँ ठ्याक्कै थाहा छैन। एकचोटि हामी आएर सर हेरेर चाहिँ गएको थियौँ। त्यति बेला हामीलाई खासै अड्कल भएन। आज चाहिँ बिस्तारै घुम्दै हेर्दै जान्छौँ। यहाँ तल चाहिँ घुम्नको लागि रिसोर्टहरू पनि खोलिएको छ, स्तुपाहरू पनि छ। हाम्रो चाहिँ यहीँ सास फुलिसक्यो। अझै उकालो त कसरी जान्छ नि। यहाँ स्थानीयहरूको घर पनि देख्न सकिन्छ। थाकियो है। म थैला छैन नि, म दौडेर तिमी छोडिन्छु भनेर अन्त म यति बेला डाँडा कटिसक्छु। अझै यस्तै फेरि सेम एउटा उकालो छ। यहाँ चाहिँ बाटो भन्दैछ। बाटो भन्दैछ। अझै एउटा उकालो यस्तै फेरि सेम छ, अघि तल चढेर आए जस्तै। हिँड्नलाई चाहिँ साह्रै रमाइलो ठाउँ छ है, होइन बुढी? थाक्यो। यहाँ त गर्नुभयो है, अलिअलि गर्नुभयो कि धेरै नै गर्नुभयो? कहीँ अब बर्खा लाग्यो, बनाउनु लाग्यो होला नि। नेपालमा बर्खा लागेपछि कहाँ मर्दैन है।
मरि गयो अरू त्यो सिँढी चाहिँ को चढ्छ नि ए मुनि 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 छ पुरानो कलाहरूको घर पनि देख्न सकिन्छ हेर्नु जस्ताले चाहेको टक्क लाएर उहाँबाट एउटा मुडो लिएर आउँला यहाँबाट सर चिउलेट खेल्दै तल जाने होइन हाम्रो दमौलीको माथि गाउँ जाने बाटो जस्तै रहेछ कि होइन ओइ ओइ घरको फोटो खिच्न दिन्छन् मलाई कुट्दैन पर्ने राम्रो राम्रो घर तिमीलाई यस्तो घर मनपर्छ तिमीलाई अहिले खोला हाँसी चुवाप दुईजना हाम फालिहाल्ने हुन्छ तिमीलाई यस्तो घर मनपर्छ कहिले भोलि यति हिँडेर पनि कसैलाई थकै लाग्छ त मलाई नि यस्तै पाहाडमा घर बनाउनु मन लाग्यो हाई हाई लुक एट द भ्यू ओहो यता चाहिँ पाहाड ट्याक थकै लाग्यो मैले त लागेन म यो उकालो सिधै उता पुग्ने अरे 10 मिनट नाग्न खोज्छ दौडेर रेस खेल्नु तिमीले यी जङ्गलमा त बाघ हेर्न पनि थाहा नि चरी बाघ आउँछ अरे होइन अनि चितुवा आउँछ अरे बँदेलले पनि दौडाउँछ है मान्छे जङ्गल बँदेल उतातिर त्यो बाटोभित्र त्यसलाई दुईले हामी दौडाउँछ मेरो पनि त्यसले दौडाउँछ त्यो बाघ आयो भने त यो उकालो त केही लाउँदैन खर्खर होइन चप्पल हात हालेर पनि दौडिन्छ नि अब यहाँ अगाडिबाट चाहिँ हामी टिकट लिएर मात्रै अगाडि जान पाउँछौँ नत्र भने पाउँदैनौँ यहाँ तल यस्तो राम्रो राम्रो रिसोर्टहरू देख्न सक्नुहुन्छ यो खोला वाटरफलसँगै बनेको छ यता पनि वाटरफल छ ट्याक्क अब चाहिँ हामी ट्याक्क टिकट लिएर एकजनाको 100 रुपियाँ दुईजनाको 200 रुपियाँ टिकट लिएर टिकट फेरि आर्मीसँग इन्ट्री गराएर अगाडि बढिसक्यौँ यस ठाउँमा चाहिँ हल्ला गर्न स्पिकरहरू बजाउन माछा मासु धुम्रपान मद्यपान सेवन गर्न चाहिँ पाइँदैन रे बुझ्यौ नि यो यसरी पानीको सप्लाई चाहिँ पानीको पाइप चाहिँ माथिसम्म देख्न सकिन्छ यस्तो रमाइलो शीतल जङ्गलको छेउबाट जाँदैछौँ हामी खासै आज भिडभाड चाहिँ देखिन्न कता कति 1-2 जना मात्रै भेटिनु भयो अहिलेसम्ममा हामीसँग किन हाँस्यो के चेकिङ हुन्छ भन्नुहुन्थ्यो कहाँ रहेछ अनि पहिला हाम्रोमा पानी जाने यहीँबाट त नि मेलम्ची आउनुभन्दा अगाडि अहिले मेलम्चीबाट लैजाउँ माथि नै थियो होला कि यहाँसम्म त मासु पोल्ने राखेको छ त
त्यो मन्दिर साइडमा होला कि खाना नपाउने त्यो एउटा हामी अहिले चेकिङ पुग्छौँ नि अलि माथि गएपछि त्यो ठाउँ मात्रै होला कि है गर्मी भा बहुत गर्मी भा ओहो गर्मी अहिले तिमी आउँदाखेरि माथिको पाइप छ नि यो पाइपबाट सर चिप्लेर तल पुग्छ है म धकाल्छु नि है गर्मी धेरै भयो त यस समयमा उकालो त उतै तानेको थियो मलाई झोला ओ टुनटुनिया थक गई क्या यहाँ चाहिँ के हो काँडो भुतभुत निस्कनु त छ नि तपाईँलाई पानी आएर बेलामा बस्नु चाहिँ काइदाको रहेछ त्यो पहिला हुन्थ्यो कि गाउँतिर ओडा टाइपको त्यो पुरा टाइपको छ कि यो माथि चाहिँ यस्तो ढुङ्गाको छ भने टक्क तल चाहिँ यो रातिमा देख्यो भने चाहिँ सातो हुन्छ होला यो चाहिँ शैलेश्वर महादेव मन्दिर प्रवेशद्वार गोकर्णेश्वर नगरपालिका वडा नम्बर 1 सुन्दरीजल थाहा छ यहाँबाट हामी चाहिँ यता गएन मैले हामी चाहिँ लाग्यौँ यतातर्फ यहाँ पहिला त ठुलो झरना थियो हामी बर्खामा आउँदा चाहिँ जाऊँ न अलि अघिसम्म हेरौँ न यता चाहिँ रहेछ पानी खै त पानी छैन त
हामी चाहिँ अहिले लगभग सुन्दरी जलको बीच भागमा आइसकेका छौँ। देख्न सक्नुहुन्छ जता हेरी जङ्गल मात्रै देख्न सकिन्छ। यो हुन त त्यस्तो लामो दूरी त होइन, तर छोटो दूरीको लागि जुन लामो दूरीको लागि तयारी गर्दै हुनुहुन्छ ट्रेकिङको, पानी छैन, प्र्याक्टिस गर्न चाहनुहुन्छ उहाँहरूको लागि चाहिँ एकदम उचित ठाउँ हुन्छ। यो चाहिँ हेर्न सक्नुहुन्छ यसरी सिँढी जङ्गलको बिचमा प्राकृतिकसँग रमाउँदै हिँड्न सकिन्छ। तर बानी नहुँदा चाहिँ सासै फुस्किन्छ। उही होइन, हामी पनि यो प्र्याक्टिसै गर्दैछौँ हिँड्ने चाहिँ। हुन त काठमाडौँमा लागेको बोसो यहाँ आएर पग्लाउनु पर्छ। हजुर माथि छ कपडा भन्ने नभन फेरि भिडियोमा हेरेर पछि आएर सोमत खाइसकेपछि हाम्रो बिमलाजीलाई धेरै गाह्रो भयो अरे। हुन त उहाँ अब 0 फिगर स्याम्पल पिस मान्छे, यस्तो फिजिकल जिम गरेर लाउरे हुने ट्रेनिङ ल्याए मान्छेको हालत त्यस्तो भइसक्यो। अहिले चाहिँ हाम्रो यहाँ पानी बेरेको हुँदैछ। यति डेली हिँड्ने नि त 6 प्याक निस्किँदैन मेरो। हामी चाहिँ बिस्तारै यो सिँढी माथि बढ्दैछौँ। अलि केही माथि गइसकेपछि चाहिँ हामी केही त छोडेको छैनौँ, हेर त पछाडि केही माथि गएपछि चाहिँ फेरि आर्मी ब्यारेक भेटिन्छ। होइन, हामीले घरबाट ल्याएको खानेकुरा चाहिँ लानु दिन्छ कि दिँदैन, तर दिँदैन भन्थ्यो। हामीसँग के छैन त्यस्तो। तिमीले हो कुत्र पारेर त मैले होइन। अಯ್या बाबा उकालो त उकालो यहाँ जताततै हरियाली देख्न सकिन्छ। यहाँ विभिन्न किसिमका वनस्पतिहरू पाइन्छ, जसमध्ये रानी सल्लो, खोटे, चिलाउने, काफल लगायत गरेर 1250 करिब 1250 जतिका वनस्पतिहरू यस क्षेत्रमा पाइन्छन्, अवस्थित छन्। र जसमध्ये 50% चाहिँ यहाँका रैथाने बिरुवा हुन् भने बाँकी चाहिँ बाहिरबाट ल्याएर वृक्षारोपण गरिएका बिरुवाहरू हुन्। हामीले चिलाउने लगायतका अन्य बिरुवाहरू चाहिँ तलैबाट देख्दै आएका थियौँ भने सल्लाहको रुखबाट चाहिँ यहाँबाट देख्न सुरु गऱ्यौँ। पाउँदैन होला नि त जहाँ पाइ त्यहीँ जानु, बाटो बनाइदिएछ। यहाँ एकछिन बस्ने यही डाँठ थुम्कोमा मात्रै बस्नु मलाई के थाहा त, मलाई के थाहा। चितुवा नै जुत्ता लिएर भाग्नुपर्छ। यसरी जाउँ न, सल्लाहको रुख चाहिँ यसरी टक्क लाएर यहाँबाट देख्न सकियो। यो चाहिँ माथि सल्लाहको रुख टक्क आऊ न।
अहिले चाहिँ हामी टक्क बसेर यहाँ खाजा खाँदै छौँ जङ्गलको बिचमा। हामीले चाहिँ घरबाटै बनाएर ल्याएको। अस्ति चाहिँ बनाउनु पाएको थिएन, म हतार भएर। तर पनि हामी प्रायः जसो बाहिर जाँदाखेरि घरबाटै खाना बोकेर जान्छौँ। टक्क जहाँ मिल्यो त्यहीँ बसेर ट्याक्क यसरी खान्छौँ। डिस्पोजल प्लेट लिएर आएका छौँ अनि डिस्पोजल स्पुन छ अनि सलाड छ, अचार छ, अनि चिकन छ, अनि पुडी छ, अनि यो ब्राउन भयो। चिउरा चाहिँ यहाँ थियो, खान सकिएन। आज जुस पनि बोकेर जाने भने जुस चाहिँ भ्याइएन। अनि टक्क जुस अनि त्यसपछि यो मलाई अचार मनपर्ने भएर अचार खाँदैछु टक्कसँग। त्यो त होइन, यताबाट चाहिँ सम्भवतः फोटो भिडियोहरू गर्न पाइँदैन अगाडिसम्म। त्यसैले अब हामी यहाँबाट फोटो भिडियो नगरिकन अगाडि बढ्छौँ। अब यो सैनिक क्षेत्र कटिसकेपछि मात्रै भिडियो बनाउँछौँ। सम्भवतः यो भिडियो लामो भयो जस्तो लाग्यो मलाई। हामी फेरि पार्ट 2 लिएर यस अघिका क्षेत्रहरू तपाईँलाई देखाउने नै छौँ। हामीसँगै जोडिएर हाम्रो नेक्स्ट पार्ट आउँछ, हेर्नु होला है त। आउँ न। हेलो गाइज, ल हाम्रो एनिभर्सरी चाहिँ हामी यसरी जङ्गलमा मनाउँदैछौँ। बुढाबुढी टक्क लाएर खाजा खायौँ। अब यहाँबाट टक्क अगाडि बढ्छौँ। यहाँबाट अगाडि चाहिँ सैन्य क्षेत्र बनिसकेर तोकिसकेको छ, त्यही भएर क्यामेराहरू भित्र राखेर जान्छौँ। अनि अब यो चाहिँ भिडियो लामो भयो, हामी अरू बाँकी पार्ट चाहिँ पार्ट 2 मा लिएर आउँछ है त। यहाँको खटेको यस अघिका क्षेत्रहरू। हस्त धन्यवाद। हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने माधव बिमला युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने गरिदिनु होला है त। हस्त नमस्कार।